यो हामीले बर्दिया जिल्लाको बाँसगढी भन्ने ठाउँमा चाहिँ आज आएर 2 बकेटको मिल्किङ मेसिन इन्स्टल गरेको छौँ र तपाईहरुले देख्नुहुन्छ एकचोटीमा 2वटा गाई उहाँहरूले मिल्किङ मेसिनले दुध निकालिरहनु भएको छ र मेसिन चाहिँ त्यहाँ राखिएको छ। यो मेसिन कहाँ के कस्तो हुन्छ भनेर भन्नुहुन्छ भने यो मेसिन चाहिँ उहाँहरूले यसरी राख्नु भएको छ। यसरी गरेर उहाँहरूले यो पल्लो छेउसम्म पुर्याउनु भएको छ र दुना गाईहरूलाई उहाँले एकसाथ राख्नु भएको छ र यहाँ केही हाम्रो नजिकैको स्थानीय केही किसानहरू पनि हुनुहुन्छ। उहाँहरूले चाहिँ यो के कसो हो, यसको कुन तरिकाले काम गर्छ, कुन हिसाब किताबले यसको चाहिँ दुध निकाल्दो रहेछ भनेर चाहिँ त्यसको अवलोकनको लागि यहाँ नजिकैको स्थानीय छरछिमेकीहरू पनि आउनु भएको छ।